तथा अभिभावक दिवसमा मलाई यस स्थानमा निमन्त्रणा गर्नुभएको निम्ति विद्यालय परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। खास गरी म यही क्षेत्रको नानीहरूलाई शिक्षा कसरी दिनुपर्छ र बाटोमा कसरी मिलाउन पर्छ भन्ने प्रशिक्षक भएको नाताले थोरै 2-4 मिनट केही कुराहरू तपाईलाई भन्नु नै पर्छ जस्तो लाग्यो। आज 13औं वर्ष पार गरेर यो विद्यालय यहाँ आउँदै गर्दाखेरि यी नानीहरू कसरी हुर्काउनु भयो, नानीहरू कसरी अगाडि आएर आफ्नो प्रस्तुति कलाहरू प्रेजेन्ट गर्न सक्नु भएको छ, त्यो कुराबाट पनि हामीले प्रष्टै भएको छ कि विद्यालयले दिनुपर्ने माया केयरमा कुनै पनि घटी छैन। नानीहरू स्वतन्त्र छन्। म भन्छु सर्वाङ्गीण विकासको कुरा अघि सरले भनिसक्नुभयो। सर्वाङ्गीण विकास भनेको के हो त? मानसिक विकास, सामाजिक विकास, भावनात्मक विकास, शारीरिक विकास गरेर यो चौतर्फी विकासलाई जोडेर सर्वाङ्गीण विकास भएको हुन्छ। अनि एउटा नानी जुन अहिले स्कुलमा स्टार्ट गर्दैछन् पढाइ लेखाइको निम्ति अथवा स्कुल स्टार्ट गर्दैछन्, त्यो नानीलाई सर्वाङ्गीण विकास कसरी गराउन सक्छौँ? अनि हाम्रो समाजले अहिलेसम्म चलिरहेको कुराहरू के देखिन्छ भन्दाखेरि स्कुल हालिसकेपछि नानीलाई पढ्न र लेख्नतिर छिटो प्रगति गराउनुपर्छ भन्ने विश्वास राखेको पनि छौँ। त्यो कुराले नानीलाई, त्यो कलिलो नानीलाई कतिचोटि नकारात्मक प्रभाव पार्दछ भन्ने कुरालाई हामी ट्रेनिङ मार्फत अभिभावकलाई ट्रेनिङ दिएर बुझाउने गरेका छौँ। यो नेपाल देशभरि जुन संस्था आज म प्रतिनिधित्व गरेर आएको छु त्यो भनेको इसी हो। आजभन्दा 25औं वर्ष अगाडि त्यो स्थापना भएर नेपालको स्कुलहरू र विभिन्न शैक्षिक संस्थाहरूलाई यो कुराहरू सिकाउँदै हिँडेको संस्थाको प्रतिनिधित्व गर्दैछु र त्यो संस्थाको तर्फबाट नि यहाँलाई शुभकामना दिन चाहन्छु। मैले अघि भन्दै थिएँ नानीको लेखाइ पढाइ बौद्धिक विकासमा रहन्छ भने यसरी खेल्ने नाच्ने उसको शारीरिक विकासमा रहन्छ। मिलेर टिममा गरिरहेको कुरा अघि देख्नु भएको थियो, त्यसलाई सामाजिक विकासमा रहन्छ र ऊ खुसी हुने र आफ्नो भावनालाई व्यवस्थापन गर्न सक्ने त्यो कुराहरूलाई भावनात्मक विकासमा हामीले राखेर त्यसलाई सर्वाङ्गीण विकास भन्ने गर्दछौँ। यी सबै कुराहरूमा हामीले जोड दिन्छौँ। सबभन्दा जोड दिने कुराहरू चाहिँ मानसिक विकासमा। स्कुल राखिसकेपछि बच्चाले राम्रो अक्षर लेखोस्, राम्रो चाहिँ सिकोस्, प्रगति गरोस् भन्ने चाहिँ हामीले जोड दिएकै हुन्छौँ। र त्यो कलिलै उमेरमा उसले अन्य कुराहरूको विकास हुन नपाउँदै एकरो रूपमा हामी लेख्न र पढ्न मात्रै उसले जाने हुन्छ भनेर जब लाग्दाखेरि उसको मस्तिष्क, उसको हड्डी, उसको मांसपेशीमा पर्न गएको नकारात्मक कुराहरू के हुन सक्दछ त्यसको बारेमा आज म बोल्न गइरहेको छु। 5 वर्ष अगाडि हाम्रो नानीहरूको मस्तिष्कको विकासको कुरा गर्न चाहनुहुन्छ भने 90% मस्तिष्कको विकास भइसकेको हुन्छ र 8 वर्षको नजिकै हुँदाखेरि 94-95% विकास भएर 25-26 वर्षको हुँदै गर्दाखेरि उसको मस्तिष्कको विकास 100% विकास भइसकेको हुन्छ। र यसरी हेर्दाखेरि अगाडिको 5 वर्षको उमेर हेर्नुभयो भने 90% सबभन्दा धेरै त्यो नानीको जीवनको सबभन्दा धेरै विकास हुने भनेको 5 वर्ष अगाडि रहेछ। र विश्वमा यो रिसर्चले भनेको छ त्यो 5 वर्ष अगाडि जुन विकास भएको छ राम्रो, तर त्यो विकासलाई बलियोसँग मिलाएर पछिसम्म लैजान चाहिँ एकदमै संवेदनशील छ। बिग्रिने कुराहरू त्यहाँबाट सुरु हुन्छ। एउटा असल मानव, एउटा असल छोराछोरी हाम्रो किन भएन भनेर धेरैचोटि हामीले चिन्ता गर्दछौँ। त्यसको सुरुवात चाहिँ हाम्रो अर्ली चाइल्डहुड डेभलपमेन्टबाट सुरु भएको हो। त्यो उमेरमा विकासको मस्तिष्कको कुरा त मैले गरेँ, हड्डीको विकासहरू कुरा गर्छौँ भने ती कलिला हड्डीहरू बिचमा हड्डी जोडिएको हुँदैन। मांसपेशीहरू त्यति माथि प्र्याक्टिस अनुभवी भएर बलियो भइसकेको हुँदैन। अनि उनले लेख्न पर्ने हुन्छ। तपाईँले विद्यालय लैसकेपछि तपाईँले लेखोस् पढोस् भन्ने तपाईँले आशा राख्नुहुन्छ। विद्यालयले पनि त्यही गर्नुभयो भने त्यो सानो उमेरमा भइरहेको विकासलाई बाधा पुग्दछ। त्यो बाधा मस्तिष्कमा पुग्ने गर्दछ। मस्तिष्कमा करोडौं न्युरो कनेक्सनहरू हुन्छ, त्यहाँ गएर त्यसले हान्ने गर्दछ। यो भनेको अर्थ चाहिँ बच्चाले त्यो पढाइ पढ्थे र कुनै पनि कारणद्वारा ऊ खुसी हुन सकेन, उसको उमेर साउँदो एक्टिभिटीहरू क्रियाकलाप गर्न नपाएको खण्डमा मस्तिष्कमा नकारात्मक प्रभाव पर्दछ।
यसको बारेमा गहन विषय छ, आज मैले त्यो कुरा गर्न सक्दिनँ। तपाईँले यति जान्नुहोस् कि मस्तिष्कमा नकारात्मक प्रभाव सानै उमेरमा पर्न गइरहेको हुन्छ। अनि त्यसले के गर्दछ त भन्दा नानीको समग्र विकासमा बौद्धिक रूपमा राम्रै छ, शारीरिक रूपमा राम्रै छ, मिल्न पनि जानेको छ, तर भावनात्मक रूपमा ऊ टुटेको छ भने अन्य कुराहरूलाई अगाडि बढाउन सक्दैन। अनि त्यसलाई हामीले भन्ने गर्दैनौँ सर्वाङ्गीण विकास भएको बालक भनेर हामीले भन्न सक्दैनौँ, किन भन्दा ऊ भावनात्मक रूपमा त्यति राम्रो छैन, त्यति स्वस्थकर छैन। सो अहिलेको जमानामा आइसकेपछि हाम्रो घरमा एउटै छोराछोरी छन्, ती नानीलाई कति माया साथ तपाईँले हुर्काउनुहुन्छ। अनि यो स्कुलको भ्यान भएको स्कुलमा मात्र तपाईँले राख्नुहुन्छ, आफ्नो घरको गेटबाट बच्चालाई ट्याप्प टिपेर कहाँ राख्नुहुन्छ भ्यानमा, अनि त्यसपछि स्कुलको गेटमा ल्याएर छोडिदिनुहुन्छ। कति माया लिनुभएको छ। भावनात्मक प्र्याक्टिसहरू तपाईँले धेरै नै राम्रो गर्नुभएको छ। अनि विद्यालयले त्यसरी बुझेर माया गरिदिएन भने विद्यालयको शिक्षकसँग बच्चा नजिक हुँदैन। तपाईँले जस्तै माया विद्यालयको शिक्षकले दिनुपर्दछ। अनि बल्ल त्यो नानी र शिक्षकको सम्बन्ध राम्रो हुन्छ, त्यसलाई भन्छ एट्याचमेन्ट र बोन्डिङ राम्रो भएको खण्डमा बच्चाले तपाईँबाट लिन सक्छ भनेर। यस्तै कुराहरूले एकदमै महत्त्वपूर्ण भूमिका लिन्छ। र यसरी अगाडि गइरहँदाखेरि नानीले सिक्नुपर्ने चौतर्फी कुराहरू जब सिकेको छ भने त्यो एउटा घर बनाउँदाखेरिको जग बलियो भएको कारणले घर राम्रो बनाउन सकेको जस्तै नानीको जीवनको जग भनेको त्यही 5 वर्ष अगाडि 8 वर्ष अर्ली चाइल्ड डेभलपमेन्ट जुन 8 वर्षको समय छ त्यसलाई भन्छ मानवको जग बसाल्ने एउटा समय। त्यो जग राम्रो बसाल्नु भएको छ, चौतर्फी ढङ्गले बसाल्नु भएको छ भने नानीले पछि गएर प्रगति गर्न सक्दछ। म एउटा सन्दर्भ राख्न चाहन्छु। एक दिन क्लासमा शिक्षकहरूले आफ्नो विद्यार्थीलाई सोध्नु भएछ, तिमी ठुलो भएपछि के बन्न चाहन्छौ भनेर। अनि धेरै बच्चाहरूले भन्नुभएछ, घरबाट पनि सिकाउनु भएको थियो, तिमी डक्टर बन्नुपर्छ, तिमी इन्जिनियर बन्नुपर्छ। धेरै बच्चाले भन्नुभएछ म डक्टर बन्छु, म इन्जिनियर बन्छु। तर त्यहाँनिर एउटा आशिष भन्ने एउटा बाबु थिए। बाबुले भने त्यो आफ्नो घर अनि समाजको एउटा समस्यालाई लिएर यो तलको नदीमा एउटा ड्याम बनाउँछु, अनि त्यो पर्खाल बनाएर पानीलाई अलि माथि ल्याउँछु, अनि यो हाम्रो गाउँको समस्या जुन पानीको समस्या छ त्यो पानीको समस्या हल गर्ने मान्छे बन्छु भन्नुभयो। अनि त्यो बिचरा आशिषलाई थाहा थिएन इन्जिनियर भनेको के हो। तर उहाँले सानो हात ठुला सपना भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। सानो मान्छे तर सपना त ठुलै बोकेको रहेछ। शिक्षक त दम पर्नु भयो, ओहो यो बाबुले के भन्न खोजेको होला, यो कुरो के हो, यसमा त यत्रो प्रतिभा रहेछ। अनि उहाँले अझै विभिन्न क्रियाकलापद्वारा यसरी जसरी मन्टेसरीले गर्नुभएको छ त्यही क्रियाकलापमा अगाडि उहाँले साथ दिनुभयो। ड्रइङ गर्ने प्रोजेक्ट गर्ने गर्दै सिक्दै वातावरण मिलेको कारणले पछि गएर ठुलो इन्जिनियर बन्नुभयो र आफ्नै गाउँमा आएर त्यही नदीमा जुन सानो हुँदा सपना देख्नु भएको थियो त्यही कुरा उहाँले गरेर गाउँलाई खुसी दिनुभयो, समस्याको समाधान दिनुभयो। कतिचोटि हामीले यत्रो सानो नानीले के भनेको होला त्यो कुराहरू हामी इग्नोर गर्दछौँ। घरमा कुरा गर्दै गर्दाखेरि जुन कुराहरू हामीले चाहन्छौँ त्यही कुरा त बन भनेर भन्दछौँ, डक्टर बन, इन्जिनियर बन। तर उसको क्षमता, उसको भित्रैदेखि आएको इच्छा के हो त्यो कुरालाई हामी पहिचान गर्दैनौँ, त्यहीबाट गल्ती गर्न सुरु गर्छौँ। अभिभावक शिक्षकले हामीले राम्रै गरेका छौँ, राम्रै पढाएको छौँ भन्छौँ, तर गल्ती त्यहीबाट सुरु भएको हुन्छ। आज यो बाहिर संसारमा हेर्दाखेरि भ्यालेन्टाइन डे भनेर पनि भन्दछ। आज हामी नानीको बिचमा यो भ्यालेन्टाइन डेमा म तपाईँहरूलाई केही 5वटा सूत्र भन्न चाहन्छु हाम्रो नानीलाई कसरी बुझ्न सकिन्छ भनेर। बाबु नानीहरू जन्मैदेखि भावनात्मक हुन्छ, हामीलाई थाहा छ। जन्मेर सुरुमै उसले रुन सुरु गर्यो, रुवाई पनि वहाँ अनि यहाँ गरेर रुन थाल्यो। वहाँ भनेको चाहिँ छोरी हो भनेर भन्नुहुन्थ्यो हाम्रो आमाहरूले, यहाँ भनेको छोरा हो भनेर रुवाईबाटै पत्ता लगाउनुहुन्थ्यो। अनि बिस्तारै हाँस्नुहुन्छ, अनि चल्नुहुन्छ, बाबा मम्मी भन्नुहुन्छ। भाषाको विकास यसरी नै गयो। तर ती नानीहरू भावनात्मक रूपमा आफ्नो मम्मीसँग पहिला जोडिएको हुन्छ, बाबासँग जोडिएको हुन्छ, बिस्तारै नातागोता बिस्तारै जोडिँदै गएका हुन्छन्। तिनीहरू जन्मिँदैखेरि भावनात्मक रूपमा भरिपूर्ण भएर आएका हुन्छन्। जस्तो तपाईँहरूलाई यहाँ आउँदाखेरि बस चढ्नुभयो, स्कुटी गाडी चढ्नुभयो, त्यसमा एउटा ट्याङ्की छ,
जहाँ पेट्रोल हाल्नुहुन्छ त्यो पेट्रोल किन हाल्नुहुन्छ भन्दा त्यो बस तपाईँको साधनलाई चलाउनको निम्ति यी हाम्रा नानी बाबुहरू जन्मिनु भयो। त्यो भावनाको ट्याङ्की हुन्छ उहाँहरू बिचमा, उहाँहरू भित्र। त्यो भावनाको ट्याङ्की जब भरिएको हुन्छ तब मात्रै उहाँहरू परिचालन हुन्छ, अगाडि बढ्न सक्छन्। त्यो ट्याङ्कीलाई कसरी फिलअप गर्न सक्छौँ त? जब उनीहरूले आफू भरिएको, आफ्नो भावनाको ट्याङ्की भरिएको महसुस गर्छन्, उनीहरूको आत्मबल बढेको हुन्छ। र आत्मबल बढ्नु भनेको स्टेजमा अगाडि आएर नाच्नु हो, आफ्नो लज्जास्पनलाई हटाउनु हो, कन्फिडेन्स, कम्पिटेन्ट, क्रिएटिभिटी के चाहिन्छ अहिलेको जमानालाई त्यो चाहिने कुराहरूमा अगाडि बढ्नु हो। जसरी एउटा साधनलाई पेट्रोल हाल्यो भने अगाडि बढ्छ, हालेन भने जो त्यही नै थन्किन्छ र अटेरी भन्छौँ, यो बिग्रेको भन्छौँ। अनि हामी बच्चालाई पनि जब भावनात्मक रूपमा रित्तो गराउँछौँ, अटेरी भन्न सुरु गर्छौँ, भनेकै नमान्ने भन्न सुरु गर्छौँ। तर कारण हामीले बुझ्दैनौँ कतिचोटि। उनीहरूको आत्मविश्वास जब वृद्धि हुन्छ, सेल्फ स्टिमको कुराहरू वृद्धि भएको खण्डमा मात्रै परिचालन हुन सक्छ। अनि यो आत्मविश्वास घटाउने र बढाउने दुईटा कुराहरू छ। त्यो भनेको एउटा माया। जब आजको यो भ्यालेन्टाइनको दिन म यही कुरा गर्छु, माया। माया भनेको असल मनपर्ने कुरा हो। मानव जातिलाई त झन् नहुने कुरा हो। तपाईँको घरमा बाबाले आफ्नो छोराछोरीलाई म तिमीलाई माया गर्छु भन्दा घरमा बसौँ जस्तो लाग्छ। माया गर्दिन अथवा केही पनि नभन्दाखेरि त्यो घर नै घर जस्तो लाग्दैन। श्रीमान श्रीमतीको सम्बन्ध पनि राम्रो हुँदैन भने बच्चा र टिचर, बच्चा र अभिभावकको बिचमा पनि मायाले प्रमुख भूमिका खेलेको हुँदछ। यो माया दुई किसिमको हुन्छ। कतिचोटि हामीले माया गरेछौँ भनेर भन्दछौँ, गर्व गर्दछौँ। तर आज ध्यान दिएर सुन्नुहोस्, माया एउटा शर्तसहितको, एउटा चाहिँ शर्तविहीन हुन्छ। कन्डिसनल लभ, अनकन्डिसनल लभ भनेर दुई थरीको हुन्छ। तपाईँले गरेको माया कन्डिसनल हो कि अनकन्डिसनल हो, त्यसले त्यो बच्चाको भावनालाई कतिसम्म रित्ताएको हुन्छ अथवा भरेको हुन्छ, आज म तपाईँलाई बताउन चाहन्छु। साँचो माया भनेको अनकन्डिसनल हुन्छ, कुनै पनि शर्त नछिरेको माया हुन्छ। तपाईँले कहिलेकाहीँ भन्नुहुन्छ इक्जाम आएको बेलामा, नानी यो इक्जाममा तिमी राम्रो गरेर फर्स्ट भयो भने म तिमीलाई भाटबटनी लान्छु र यत्रो गिफ्टहरू किनिदिन्छु। यो माया कस्तो? शर्त छिरेको, फर्स्ट हुनु पर्यो मम्मीको त्यो गिफ्ट पाउनको निम्ति। यसलाई माया भनिन्छ। तर कन्डिसनल लभ भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। अनकन्डिसनल लभ भनेको त्यही इक्जाम्पललाई मैले लिएँ भने, नानी तिम्रो इक्जाम आछ, राम्रो गर, तिमीसँग म छु, तिमी र म मिलेर यसलाई तयारी गरौँ। जब छुट्टी हुन्छ तिमी र म भाटबटनी जाउँला, तिमीलाई मन लागेको कुराहरू किनौँला, म तिमीलाई गरिदिन्छु नि भन्दाखेरि अनकन्डिसनल लभ हुन्छ। कुनै पनि शर्त छिरेको हुँदैन। अब यो दुईटा प्रेममा साँचो प्रेम कुन हो त भन्दाखेरि अनकन्डिसनल, जहाँनिर कुनै पनि शर्त छैन। जब अनकन्डिसनल लभ, तपाईँ हामीले भन्छौँ कि यो बच्चा सानो छ, के बुझ्छ र मैले पाएको बच्चा हो। तर बच्चाले तपाईँले माया कसरी देखाउनु भन्छ अनि लेखाचोखा धेरै राखेको हुन्छ। चितवनमा एउटा अभिभावक हुनुहुन्छ, मेरो आफन्ती। उहाँको ब्याकग्राउन्ड भन्दाखेरि उहाँ नेता हुनुहुन्छ, एउटा बिजनेसम्यान हुनुहुन्छ। र उहाँले एउटा त्यस्तै नेत्री बिहा गर्नुभयो, बिजनेसम्यान वुमनलाई बिहा गर्नुभयो। त्यसपछि आफ्नो कार्यक्षेत्रमा धेरै व्यस्त हुनुभयो। तर बच्चा भयो, बच्चालाई केयर गर्न मौका पाउनु भएन, समय पाउनु भएन। अनि उहाँले एउटा दिदीलाई हायर गर्नुभयो, धनी व्यक्तित्वहरू हुनुहुन्थ्यो, दिदीले चाहिँ केयर गर्नुभयो। केयर गर्दै जानुभयो। उहाँहरू आउनुहुन्थ्यो, सोध्नुहुन्थ्यो खानेकुराहरू कुनै पनि कमी नगर नानु, मेरो छोरालाई धेरै प्रेम गर। आफ्नो प्रेम त्यो दिदीद्वारा छोरालाई दिँदै हुनुहुन्थ्यो। अनि त्यो छोराले हेर्दै थियो, मेरो आमाले मलाई जन्म त दिन्, तर मलाई कसरी प्रेम प्रकट गर्दैछन् भन्ने बुझ्दै थियो, हेर्दै थियो, बढ्दै थियो। जब +2 पास गर्यो, बाबा मम्मीले अब एक मात्रै छोरा अमेरिका पठाइदिन्छु, राम्रो शिक्षा उसले हासिल गर्छ, प्रगति गर्छ, परिवारको इज्जत राख्छ, पठाइदिनु भयो। उहाँ गइसकेपछि छोराले गरेको एउटा काम हो, बाबुआमाको निम्ति एउटा कल हो। त्यो कलमा के भन्यो? थ्याङ्क यू ड्याडी, थ्याङ्क यू मम्मी। त्योभन्दा अरू कुरा केही पनि बोलेन। त्यसपछि सम्बन्ध टुटाएको
अहिले 16-17 वर्ष भयो त्यो छोरा फर्केर आएको छैन र भन्ने गर्दछ अरे मेरो बाबा मम्मीको कुरा कसैले पनि नगर्नु, मेरो नजिक आएर मैले उहाँको कुराहरू उहाँको बारेमा केही सुन्न चाहदिनँ। अनि हामीले धेरै खोजी गर्यौँ, उहाँले धेरै लागेर धेरै बल बुद्धि लाएर त्यो छोरालाई नेपाल आफ्नो काखमा राख्न चाहनुहुन्छ, तर छोरा आउँदैन। अहिले उहाँ मन्दिरतिर धाउनुहुन्छ, भन्नुहुन्छ तिमीहरूले यो गल्ती कहिले पनि नगर्नु, छोराछोरीलाई यसरी तिमीहरूले गर्यो भने मेरो जस्तै हालत हुन्छ भने अड्ती दिने व्यक्ति हुनुभएको छ। वास्तवमै आफ्नो निम्ति एउटा सन्तान पनि रहेको छैन। त्यस कारणले तपाईँले माया दिँदाखेरि 5वटा किसिमको माया हुन्छ। त्यो माया त्यो अघिको पात्र मम्मीले चाहिँ दिन सक्नु भएको थिएन। एउटा हो शारीरिक स्पर्श। शारीरिक स्पर्श भनेको बच्चालाई हक चाहिन्छ, नजिकै हुनुपर्छ, सुमसुमाउनु पर्छ। त्यो सुमसुमा आएपछि बच्चा तपाईँसँग जोडिएको हुन्छ। कनेक्सन इज मोस्ट इम्पोर्टेन्ट। तपाईँ बच्चासँग कनेक्ट हुनु हुँदैन, बच्चालाई कसरी बुझ्नुहुन्छ। त्यस कारणले बच्चासँग शारीरिक स्पर्श नजिकमा रहेर खेल्ने, कुस्ती खेल्ने, स्याबास भन्ने, ध्यान दिने कामहरू गर्नुहुन्छ भने तपाईँले माया गर्नु हुँदैछ। अर्को छ पुष्टिका शब्दहरू, सकारात्मक शब्दहरू, पोजिटिभ। स्कुलमा यदि नाचेर आइन नानी वाउ भन्न हामी चुकेको छौँ भने बच्चाको आत्मबल घटेको हुन्छ। सानो सानो अक्षरहरू लेखिन्छन् तर केही मिस्टेक छन्, त्यो मिस्टेकलाई तपाईँले टोकेको टोके गर्नुहुन्छ, राम्रो कुरालाई बिर्सिनुहुन्छ भने बच्चालाई सकारात्मक पुष्टिका शब्दहरू तपाईँ दिनुहुन्न। स्याबास तिमीले यो राम्रो गर्यौ यदि भन्न सकेको छैन। धेरै इक्जाम्पल छ, तपाईँसँग समय कम भएको भएर म यसलाई धेरै एक्सप्लेन गर्न सकिनँ। त्यो सकारात्मक शब्दद्वारा नानीले माया पाउने गर्दछ। एउटा रहेछ शारीरिक स्पर्श, विभिन्न खेल खेलेर। अर्को रहेछ सकारात्मक शब्दहरू नानीसँग बोलेर। तेस्रो छ क्वालिटी टाइम। कतिचोटि हामी बच्चा त पायौँ, हुर्कायौँ, आफ्नो व्यस्तता छँदैछ, तर पनि दिनमा कति घन्टा तपाईँले बच्चालाईसँग समय छुट्याउनु भएको छ र कतिचोटि आई लभ यु माई डटर, आई लभ यु माई सन भन्नुभएको छ, उनका कुरा सुन्नु भएको छ, त्यसलाई भन्छ क्वालिटी टाइम। तपाईँले गुणस्तरीय समय उहाँसँग बिताउने, हरेक समय भात खाँदाखेरि हुनसक्छ, होमवर्क गर्दाखेरि हुनसक्छ, स्कुलबाट टिचरले उहाँको मन दुखाएर पठाउनु भएको हुनसक्छ, आज दिन कस्तो भयो, थोरै समय तपाईँले कुरा गर्न सक्नुहुन्छ, त्यसैले क्वालिटी टाइम हो। धेरै छ यसको भित्रमा। हामी टिचरहरूलाई यो ट्रेनिङ दिइसकेका छौँ। तपाईँको विद्यालयमा रहनुभएको फाउन्डर म्याम, शिक्षकहरू सबै हाम्रो यो संस्थामा आएर ट्रेनिङ लिएर नै तपाईँको नानीमाथि एकदमै यो एप्लाई गरिरहनु भएको कुराहरू छ। र चौथो कुरा छ एउटा गिफ्ट्सहरू। नानीलाई गिफ्ट्सहरू मनपर्छ। तपाईँ हामीलाई जस्तो ठुला गिफ्ट्सहरू हामी आशा गर्छौँ त्यो नानीहरूले आशा गर्नु हुँदैन। उनका उमेर सुहाउँदो, उनका रुचि अनुसारको गिफ्टहरू उनीहरूले चाहना गर्छन्। आमा बाबु शिक्षकबाट जुन उनीहरूले प्राप्त गर्छन् अनि उनीहरूले माया पाएको महसुस गर्छन् र अगाडि परिचालन हुन्छन्, अगाडि बढ्दै विकास हुँदै जाने गर्दछन्। पाँचौँ हो, 5वटा तरिकामा 5औँ छ सेवा गरिदिने, सेवाको कार्यहरू। जब हामीले नानीलाई प्रोजेक्ट वर्क दिनुभयो, सीता म्याम अनि टिचरले पठाइदिनु भयो, त सानो नानी बारीमा जान सक्दैन, फुल पातहरू टिपेर गाँसेर प्रोजेक्ट वर्क गर्नुपर्ने थियो भने हाम्रो सहायता त्यहाँनिर चाहिन्छ। ल जाउँ तिमी र म सँगै, तर तिमीले टिप, तिमीले सकिन भने मैले टिपिदिन्छु। यस्तै धेरै कुराहरू छन्। जुत्ता लाउने, ड्रेस लाउने, त्यसलाई खोल्ने, त्यसलाई व्यवस्थापन गर्ने, सबै कुराहरूमा हाम्रो सेवा उनीहरूलाई खाँचो छ। अनि यो उमेरको नानीलाई यो 5 तरिकाद्वारा हामीले माया व्यक्त गर्न सक्छौँ। आज यस विशेष दिनमा, यो भ्यालेन्टाइन दिनमा अभिभावकजीहरूलाई पनि धेरै माया। तपाईँले आफ्नो बच्चालाई यी 5 तरिकाबाट बिना शर्तको माया गरेर अगाडि बढाउनुहोस्। जति अहिले प्रगति विद्यालयले यतिको मेहनत गरेर यहाँसम्म ल्याउनु भएको छ, त्यसलाई घरले पनि त्यसरी नै बुझिदिएर मिलाउँदाखेरि असल रूपमा वृद्धि हुँदै अगाडि जाँदछन्। आज नानीहरूको दिन हो, आज भाषण गर्ने दिन भन्दा पनि उहाँहरूको प्रस्तुतिहरू हेर्ने दिन भएको भएर म धेरै जानकार भए पनि मैले धेरै कुराहरू यहाँ गर्न सक्दिनँ। यसको लागि छुट्टै दिन हुनसक्छ। त्यो दिन भेटिएछ
भने यावत कुराहरू गर्न सक्नेछौँ भन्दै यो विद्यालयले अहिलेको यति समयसम्म नानीहरूलाई प्रेम साथ अघि मैले भनेको त्यो अनकन्डिसनल लभद्वारा हुर्काउँदै आएको कुराहरू मैले देखेको छु। एकचोटि तपाईँहरूले सीता म्यामलाई जोरदार ताली बजाइदिनुहोस्। सीता म्यामलाई र विद्यालय परिवारलाई जुन माया म गइरहेको हुन्छ त्यो विद्यालयमा र सीता म्याम अझ भन्नुपर्दाखेरि अहिले हाम्रो संस्थाले विभिन्न ट्रेनिङहरू दिने गर्दछ। त्यो दिने ट्रेनिङको उत्कृष्ट हाई लेभलको ट्रेनिङ सीता म्यामले दिइरहनु भएको छ। उहाँ आफै अलरेडी ट्रेनर हो, बौद्धिक व्यक्तित्व हो, तर पनि अझै नानीलाई राम्रो के गर्न सक्छु भनेर हाम्रो संस्थामा आएर 1 वर्षसम्म रात दिन खटिएर अब ग्रेजुएसनमा जाँदै हुनुहुन्छ। काठमाडौँ गएर टोपी लगाएर आउँदै हुनुहुन्छ। फेरि पनि जोरदार ताली बजाइदिनुहोस्। सीता म्याम जति हिजो हुनुहुन्थ्यो अझ बढी हुँदै हुनुहुन्छ। तपाईँहरू ढुक्क भएर अगाडि बच्चाहरूलाई राख्नुहोस्। यो विद्यालय अहिले कक्षा 1 सम्म छ भने अब कक्षा 10 मात्र होइन 12 सम्म लैजानु पर्छ। तपाईँहरूलाई शुभकामना। प्रगति गर्दै जानुहोस्। हस्त धन्यवाद।